हेलो गाइज, आजको हाम्रो यात्रा चाहिँ हिलेदेखि तिनजुरेसम्मको यात्रामा हजुरहरूलाई स्वागत छ। हामी अहिले हिले बजार आइपुगेका छौँ। हिले बजारको बिचमा रहेको तुम्बा चोकमा रहेको छौँ। हेर्नुहोस्, तुम्बाको दृश्य एकदम राम्रो देखिएको छ। हामी यसबाट फेरि अगाडि बढ्दै अगाडि जानेछौँ। हिलेबाट अलिक अगाडि गएपछि हामी गुराँसे भन्ने ठाउँमा आइपुगेका छौँ। त्यसबाट मुनि हेर्नुहोस्, चियाबारी र राम्रा राम्रा धुपीका बोटहरू देख्न सकिन्छ। यहाँको मनोरम दृश्य अवलोकन गर्दै हामी अगाडि बढ्दै जाँदा अब हामी सिधुवा बजार आइपुगेका छौँ। सिधुवा बजार हेर्नुहोस्, सिधुवा बजारको बिचमा कोपी रहेको छ। कोपीको प्रतिमा देख्न सकिन्छ। यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ। केही माथि सेतोबाट केही माथि गएपछि हामी यो भाइरल ठाउँमा पुग्नेछौँ। नेपालको झन्डा राखिएको छ, त्यहाँ फोटो खिच्नको लागि एउटा व्यवस्था पनि गरिएको छ। यसबाट हामी निरन्तर अघि बढिरहेका छौँ। बाटोमा केही भेटे पनि केही गर्दिनँ, कुदिरहन्छु। एकछिन रोको भने बढ्दै जाँदा हामी एकदम मनोरम दृश्य, राम्रो दृश्यहरू बाटोमा देख्न सक्दछौँ। यहाँ केही व्यापारीहरू रोडको छेउमा व्यापार गरिरहनु भएको छ। आज नयाँ वर्षको दिन पनि परेको हुनाले रोडमा भिडभाडको अवस्था पनि रहेको छ। भिडभाड देख्न सकिन्छ। हेर्नुहोस्, अगाडि पनि अगाडि बढ्दै जाँदा हामी नुनथला आइपुगेका छौँ। नुनथलाबाट एकदम मनोरम दृश्य देख्न सकिन्छ। यहाँ विभिन्न होटल रेस्टुरेन्टहरू पनि सञ्चालनमा रहेका छन्। यहाँ चाहिँ हिउँदको बेला हिउँ पनि पर्ने गर्दछ। नुनथलाबाट पनि निरन्तर अगाडि बढिरहेका छौँ। हाम्रो यात्रा रहेको छ तिनजुरेसम्मको आजको। नुनथलाबाट अघि बढ्ने क्रममा केही अघि गएपछि हामी चित्रे भन्ने ठाउँमा आइपुग्छौँ। यस अगाडि चित्रेको सानो बजार हामी देख्न सक्छौँ। चित्रे बजारको छेउमा एउटा राम्रो पोखरी पनि हामी अवलोकन गर्दै अगाडि बढ्ने क्रममा छौँ। चित्रे बजार हेर्नुहोस्। हामी अगाडि बढ्दै जाँदाखेरि बाटो काहीँ राम्रो, काहीँ खाल्डाखुल्डी, काहीँ बिग्रिएको अवस्था पनि देख्न सक्छौँ। बिग्रिएको अवस्थाको बाटोमा पनि हामी बिस्तारै अगाडि बढ्दै जाँदा हामी अब केही क्षणमै बसन्तपुर पुग्न लागेका छौँ। घरिघरि घाम पनि लाग्दैछ यतातिर फेरि। बसन्तपुर पुग्ने बेलामा चाहिँ बाटो एकदम राम्रो, चिल्लो, सफा, एकदम मनोरम दृश्यको अवलोकन गर्दै हामी बसन्तपुरको नजिक आइपुगेका छौँ। फाइनल्ली हामी अब चाहिँ बसन्तपुर बजार एरिया प्रवेश गरेका छौँ। बसन्तपुर बजार एरियामा दायाँ बायाँ राम्रै घरहरू, राम्रै बजार विस्तार भएको देख्न सक्छौँ। बजारको बिचमा हामी लालीगुराँसको प्रतिमा पनि देख्न सक्छौँ। हेर्नुहोस्, यो प्रतिमामा फोटो खिच्ने मानिसहरूको भिडभाड पनि चलिरहेको छ। यहाँ चाहिँ गाडीहरूको पनि एकदम भिडभाड देख्न सकिन्छ। यहाँ केही फोटोहरू, तस्बिरहरू खिचेर अगाडि बढ्यौँ हामी। त्यसपछि हामी तिनजुरे यात्राको क्रममा अगाडि बढ्दै जाँदा हामी देउराली भन्ने ठाउँमा आइपुग्यौँ। देउरालीबाट निरन्तर अघि बढ्ने क्रम हाम्रो जारी रहेको छ। हामी अब चाहिँ लगभग तिनजुरे नजिक आइपुगेका छौँ। देउराली कटेर हामी अगाडि गएपछि हामी तिनजुरेको क्षेत्र प्रवेश गरेका छौँ। हेर्नुहोस्, आज धेरै बाटोमा पनि भिडभाड देख्न सकिन्छ। एकदम तिनजुरे क्षेत्रको मनोरम दृश्य अवलोकन गर्दै हामी अगाडि निरन्तर बढिरहेका छौँ। नयाँ वर्षको दिन भएकोले घुम्न आउने मानिसहरूको भिड एकदम भिडभाड रहेकोले बाटोमा गाडीको जाम परेको कारणले हामी अघि बढ्न असमर्थ भयौँ र हामी यही क्षेत्रका लालीगुराँसहरूलाई चाहिँ अवलोकन गर्ने र यसमै रमाउँदै विभिन्न फोटोहरू खिच्ने, भिडियोहरू खिच्ने काम गरिरहेका छौँ।
नयाँ वर्षको दिन चाहिँ हामी यस क्षेत्रमा आइपुगेका थियौँ। केही कार्यव्यस्तताका कारणले गर्दाखेरि चाहिँ भिडियो अपलोड गर्न ढिलाइ भएको छ। हजुरहरूलाई यो भिडियो मन परेमा यो च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक कमेन्ट पनि गर्न नछुटाउनुहोला।